केटाहरूको गफ सुन्नुपर्छ, सिङ्गल लाइफ इज रक गरे क्या। त्यस्तै केही पनि होइन क्या, केटीले नहेरेर हो अलिक राम्री केटीले मेसेज पठाओस् त भोलिपल्ट मेरो प्रिय मेरो सबै थोक भन्दै फेसबुकमा स्टोरी हालिराखेको हुन्छ। लभ पर्न त भाग्यमा नि लेखेको हुनुपर्दो रहेछ क्या। कसैको आइफोन गिफ्ट दिँदा नि आइफोनबाटै बोलेर अर्कोसँग पहिला गइरहेछन्। कसैको पूजामा रोटी दिएको भर्न लभ परिरहेछ। जिन्दगीमा केटीहरू प्रायः कहिले सिङ्गलै हुँदैनन्। एउटा स्याड स्टोरी हाल्यो भने 15 जना केटाहरू आउँछन् दुःख सुन्नलाई। केटाहरू हुन् बिचरा, बोल्ने मान्छे कोही नभएर राति अरिजित सिंहको गाना सुनेर सुत्नु परिरहेछ। बात त सही है। यो केटीहरूको आरोप छ क्या, फेरि मायामा केटाहरू बढी धोकेबाज हुन्छन् अरे क्या। केटाहरूले कलेजको केटीलाई सम्झेर 25 वर्षको उमेरमा रक्सी खाइरहेका हुन्छन्। केटीहरू 15 दिनमा मुभ अन भएर छोराछोरी पाइरहेका हुन्छन्। मेरो भगवानसँग एउटै प्रार्थना छ क्या, बरु ढिलो देऊ दुईटा देऊ, तर यो बोयफ्रेन्ड हुँदा हुँदै म सिङ्गल छु भन्ने केटी चाहिँ शत्रुलाई नि नदेऊ क्या। केटाहरू सिङ्गल छु भनेर दुःख मान्छन् क्या, किन दुःख